यो हजुरहरूले माथि फोटोमा देख्नुभएको चाहिँ 5 थरको हिलिह्याङ दरबार अहिलेको है। पहिला यही ठाउँमा लिम्बूहरूको अन्तिम राजा अथवा लिम्बूहरूको अन्तिम चाहिँ के अरे राजाले राज गरेको किल्ला र काङ्गडा त्यो बेसलाई त्यहाँ डोबहरूलाई दरबारको डोबहरूलाई चाहिँ आधार मानेर अहिले स्थानीय सरकारले त्यो ठाउँमा चाहिँ प्रिजर्भ गरेर चाहिँ अहिले यो खालको दरबार अहिले नयाँ बनाएको छ। अब अर्को हेर्नुहोस्, यो चाहिँ अहिले चर्चाको विषय बनेको विजयपुर धरानको विजयपुरगढी त्यो किल्ला र काङ्गडा हो है। यो एउटा हेरिटेज, यो पनि एउटा अर्को महत्त्वपूर्ण हेरिटेज हो। अब यो क्षेत्रलाई, यो अहिले तपाईँको चर्चाको विषय बनेको क्षेत्रलाई त्यो अघिको यो 5 थरको हिलियाङ दरबार जस्तै संरक्षण गरेर त्यो पुराना त्यो डोबहरूलाई आधार मानेर चाहिँ त्यो पुराना दरबारका डोबहरूलाई चाहिँ आधार मानेर यस्तो बनाएर चाहिँ त्यहाँ टिकेटिङ सिस्टमहरू राखेर चाहिँ बरु पर्यटन प्रवर्धन गरेर चाहिँ स्थानीय सरकारको समग्रमा राष्ट्रको इन्कम सोर्स बनाएर चाहिँ एउटा हेरिटेजको रूपमा संरक्षण गरेर राख्दा चाहिँ यसको दीर्घकालीन समस्या हुन्छ जस्तो मलाई चाहिँ लाग्छ। र इतिहास भनेको चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ। विगतमा घटेको घटनाहरूमा इतिहास हो, त्यो आफैमा चाहिँ के अरे सर्वमान्य छ। तथापि इतिहासले चाहिँ तपाईँको चाहिँ के अरे वर्तमानलाई बुझेर भविष्यका योजनाहरू तह गर्न त्यहाँका नागरिकहरूलाई अथवा समग्रमा तपाईँको नयाँ पुस्ताहरूलाई चाहिँ प्रेरणा दिन्छ इतिहासले क्या है। अनि अर्को चाहिँ यो पछिल्लो समयमा विभिन्न प्रकारका यो हाम्रो हो, यस्तो हो, त्यस्तो हो, यो त्यो यताउता भनेर कसैले सिलामसागमा गाड्ने, कसैले चिन्डो गाड्ने होइन, त्यो खालको उसले चाहिँ तपाईँको यसले चाहिँ विभाजन समाजमा अलिकति विचलन ल्याउने भएको कारणले गर्दाखेरि चाहिँ यो चाहिँ कस्तो भनेदेखिलाई पुरानो इतिहासहरूलाई मध्यनजर गरेर फ्याक्ट के हो त्यो चाहिँ तपाईँको अध्ययन गरेर चाहिँ त्यहाँनिर चाहिँ तपाईँको स्थानीय सरकारले एउटा प्रोटोकल्स बनाएर चाहिँ नीति बनाएर चाहिँ नियम बनाएर चाहिँ तपाईँको चाहिँ के अरे यो विजयपुरलाई पनि यसरी हिलियाङलाई जस्तै तपाईँको चाहिँ के अरे प्रोटेक्ट गरेर राखेर एउटा सङ्ग्रहालय खोलेर चाहिँ त्यो अबको आउने पुस्ताहरूले चाहिँ तपाईँको सही कुराहरू पढुन्। अब यो चिन्डो गाड्नाले, सिलमसागमा गाड्नाले अबको 50 वर्ष पछाडि, अबको 100 वर्ष पछाडि हाम्रो जीवन लीला पछाडि चाहिँ तपाईँको नयाँ जेनेरेसनहरूले गलत बुझ्छन् है। त्यसले गर्दाखेरि त्यो तपाईँको पापिष्ट तरिकाले यो चाहिँ यस्तो थियो उस्तो थियो भनेर मोडिफाई गर्नतिर नलागौँ। सत्य कुरा, यथार्थ कुराहरूलाई चाहिँ रिफरेन्स राखेर चाहिँ तपाईँको त्यो उक्त क्षेत्रलाई चाहिँ प्रिजर्भ गरेर चाहिँ समग्रमा नेपालको एउटा हेरिटेज, नेपालको एउटा सम्पत्तिमा दर्ता गरेर चाहिँ त्यो महत्त्वपूर्ण विजयपुर किल्ला र काङ्गडा त्यो गढीलाई तपाईँ हामी सबै मिलेर संरक्षण गर्नुपर्छ। तपाईँ हामी सबैको जय होस्। जय नेपाल।